कुबिन्दे बिहान बिहान झोला खोज्ने न्युमा मेरो घरमा आइस यता मेरो घरमा छोरी छैन कतै तेरै मिलो मतमा मेरो छोरी भगाएको त होइन तैले चाहिएन मलाई तेरो झोला सोला आज नभए भोलि जाला सदुनु काम म जस्तो बुढोलाई छोरी भगाउने आरोप लाग्छ होइन सकिन ड्युटी पनि चुट बोलेको होइन यो केटाले चुट बोलेको हाम्रोमा यहाँ भाँडोको लागि हिँडेर चुट बोलेको हो मेरो केही दोष छैन बेमान सर तपाईको अर्को गिफ्टमा परेको केटीको फोटो देखाउनु भएको थियो मैले त भसक्कै बिर्सेँ त्यसको नाम चाहिँ के हो रे तेरो आमा ओ दाउरी मेरो यो आँगन तेरो फोहोर फाल्ने ठाउँ हो भयभरको पत्कर कसिङ्गर यहीँ ल्याएर फालेछ यस्तो बुढाबुढी नै बिहान 7 बजेसम्म मजाले सुत्ने अनि अर्काले अर्काको आँगन बरार्यो भनेर तिमीहरूलाई टाटो पिरो लाएर मेरो फोहोर त्यहाँ ल्याएर हाल्यो भनेर भन्ने चुप लाग तेरो आनीबानी थाहा छैन र हामीलाई अझ ठुलो कुरा गर्छ तँलाई हामीसँग झगडा नगरेर खाएको पत्दैन भने मलाई त पत्छ तिमीहरूकै सन्तानलाई चाहिँ पड्डो रहेछ नि यहाँ दाइ आज निसार म यहाँबाट भाग्न लागेको अब 2-4 दिन खाने बस्ने व्यवस्था चाहिँ हजुरले गरिदिनु पर्ने भयो हजुर हामी बेलुकासम्म त आइपुग्छौँ दाइ हुन्छ हुन्छ म गाडी फोन गर्छु दाइ हस् हस् कहाँ पुग्नु पर्ने हो गाउँघरमा त नयाँ नयाँ देख्छु को हो तपाईँ